तपाईहरुले मेरो हातमा देखेर थाहा पाइसक्नु होला आज चाहिँ यसको पूजा हुँदैछ। नमस्ते, वेलकम ब्याक अगेन जिता व्लग्स। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि आज चाहिँ टुडे आइम गोना मेक अ भिडियो। आज चाहिँ यस्तो तपाईहरुले मेरो हातमा देखेर थाहा पाइसक्नु होला आज चाहिँ यसको पूजा हुँदैछ। आज चाहिँ हाम्रो भाले काटेर अनि चाहिँ के रे पकाएको भिडियो चाहिँ बनाउने छु है त। यो भाले चाहिँ ओ माइ गॉड आज चाहिँ भाले खानुपर्ने हुन्छ। ओ माइ गॉड कति केजी छ रे यो? यो चाहिँ 4 केजी छ है यो भाले। अनि हामी चाहिँ अब यसलाई चाहिँ यो सुन्ने गरेर भन्नुहुन्न है, हामीले यसलाई चाहिँ बनाएर अब चाहिँ भिडियो बनाउँछौँ ल। अब लेट्स सी। ओके, बाबाले चाहिँ यहाँ अब कुखुरा पोल्ने भनेर चाहिँ चुला बनाइदिँदै हुनुहुन्छ। हाम्रो चाहिँ यहाँ चुला रेडी भइसकेको छ। अब यसमा चाहिँ हामी आगो सागो फुक्छौँ अनि यता चाहिँ भाइले कुखुरा काट्छ, त्यसपछि बनाएको भिडियो अवश्य नै आउनेछ। ल अब हामी चाहिँ कुखुरा काट्नतिर लागौँ। ल भइहाल्छ। के रे अब हाल्ने यहाँ माथिपट्टि। अब कुखुरा भुट लाउनको लागि पानी तताउने छौँ यहाँ। यहाँ चाहिँ हाम्रो पानी चाहिँ एकदमै उम्लिसकेको छ। ओ माइ गॉड ल चल्न त के त उठाउनु भने हजुर त्यही फोन गरेर कटा कटाएको हुन्छ गल हुन्छ। ओके देवी चाहिँ अब चाहिँ कुखुरा पोल्ने कार्यक्रम भइसक्यो। खै अलि जुम गर्ने एकदमै ओसेको भन्छ के भन्नु त्यसलाई। त्यो नपिसिँदै नपिस्ने भएको भएर हामीले चाहिँ यस्तो जुगाड लगाएँ। मैले चाहिँ खतरा आइडिया आइहाल्यो। अनि हामीले चाहिँ यसरी अब पिस्दैछौँ। बल्ल पिसिन लाग्यो अब।
भन्नु भने प्याज लसुन पनि रहेछ के अरे प्याज भइहाल्यो अनि अलि नजिक आउनु त नजिक भयो धनियाँ अनि जिरा अनि के त लसुनको पेस्ट भइहाल्यो यो अनि यसलाई पनि म यसमै राख्छु अनि अनि यसलाई राम्रोसँग चलाएर अब चाहिँ पानी राखेर सुप खानुपर्ने हुन्छ। ओ माई गड युमी युमी कस्तो देखेको छ युमी युमी देखेको छैन फेरि चुलामा पकाएको ओ माई गड सबैले मिस गर्नुभएको छ होला यसलाई देख्नुभयो भने चाहिँ ओके यो चाहिँ टर्मेरिक पाउडर यानि कि के भन्छ अरे बेसार ओके अब चाहिँ यहाँ हाल्ने कुराहरू सबै हाल्छौँ हामीले नुन बेसार मसला है लसुन प्याज अब सरी धनियाँ है अब चाहिँ यसमा रस राख्नु पर्ने हुन्छ ओके हाम्रो भाउजू आइसक्नुभयो फेरि घाँस लिएर भिडियो बनाउने क्रममा त्यहाँ पल्टिन्छ कि क्या हो ओ माई गड ओ माई गड ओ माई गड आमा ल ल बाबु ल ल घाँस लिएर आइसक्नुभयो हाम्रो खाना रेडी हुँदैछ बिचरा थाकेर आउनुभयो होला घाँसको भारी ठुलो निकै ठुलो 0.5 बाट देखिन्छ ओ माई गड हाम्रो त गाउँघरमा ढुङ्गाको चुलो छ युमी युमी माई गड नि डर त अलि अलि देखिन के म देखे छैन र देख छ डिरो अब चाहिँ यो टमाटर चाहिँ यो चाहिँ रुखे गोलभेडा हो अब चाहिँ हामीले यसरी पोलेर अनि यसरी बनाएको पकाउँदा नि हुन्छ तर यसरी बनाएको चाहिँ छुट्टै मिठो हुन्छ नि त त्यही भएर हामीले चाहिँ पुरै लोकल 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 प्योर लोकल स्टाइलमा बनाउँदैछौँ ओ माई गड यसको बास्ना यति मिठो हुन्छ नि ले सी नजिकबाट ओके ल हाम्रो त गाउँघरमा लोकल खानेकुरा छ खुर्सानी अलि पुग्न क्या मैले चाहिँ यसमा चाहिँ यो रुखे गोलभेडा अनि त्यसमा चाहिँ नुन अनि चाहिँ खुर्सानी एड गरेर अब चाहिँ यसलाई पेस्ट बनाउँदैछु अनि अनि यो चाहिँ यसको बास्ना चाहिँ मलाई एकदमै मनपर्छ कि अनि अमिलो अमिलो एकदमै मिठो चटनी हुन्छ अनि हाम्रो दिदीलाई पनि मनपर्छ भन्दा नि हाम्रो घरमा सबैले मन पराउनुहुन्छ आमा बाबाले चाहिँ अलिकति खान मिल्दैन अमिलो अमिलो भएर बाँकी हामी सबैजनाले खान्छौँ एकदमै मिठो हुन्छ अनि अब चाहिँ हाम्रो यो उस पनि रेडी भइसक्यो यति भयो त भइहाल्यो है दिदी भयो यति भयो त ल ओके हाम्रो चटनी पनि रेडी भइसक्यो अब ल भयो दिदी चटनी चाहिँ रेडी भइसक्यो त लुक एट दिस ओके ओ माई गड ल हेर्नुहोस् त हाम्रो सुप उम्लिसकेको छ अघि त्यो भालेको ल अगाडि आएर यो उम्लेको देखाइदिनुहोस् यसरी यसरी है अगाडि मात्रै अब चाहिँ खानुपर्ने हुन्छ Oh my god, look at this. Oh my god, local भाले एकदमै मिठो छ
बाई बाई। तपाईँकोमा धेरै धेरै धन्यवाद। अनि यो खाएको भिडियो चाहिँ अब यति नै हो। एकदमै मिठो भएको छ। एकछिनपछि हामी खाना खानुपर्ने हुन्छ। केटाकेटीसँग अलिकति गाह्रो हुनुभएको भएर मुकबाङ भिडियो चाहिँ आउँदैन। अब यति पनि जेलसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै म चाहिँ आजको भिडियो एन्ड गर्न चाहन्छु। बाई बाई।